चम्चा एकै सबैले बाँडेर खाने जसले पनि अनि यो पनि सुन्दर पनि हस् ल भाइ जसले लिए पनि बाँडेर खाने पर्छ हेलो गाइस हेलो मेरोबाट सुरु गर्छु ल ल छियो त कता कता टाँस्यो त यो म खाँदैछु ल ल आन्टीको टाङ आन्टीले त होइन एउटा धरे खानु ल बाँडेर खाने निर्विकाको टाङ बाँडेर खाने खाइहाल्यो ल लाफीको झोल पर्यो भने चाहिँ के त्यही राख्ने उयो त खोर्सानी पर्ला जस्तो लाग्छ खोर्सानी त खाने भयो अब मेरो सिक्स सेन्सले बताइसक्यो मलाई खोर्सानी पर्छ मैले खोर्सानी पर्यो भने ल निर्विकाको टाङ गर खा भाइको टाङ त्यो नखा न जोइने भाइ उस्यो कपालै छ त्यहाँ त यो पनि दौड्ने बाहिर दियो न उसिएको त्यही नपरेको खानु नै पर्छ नयाँ कुरा नाइकै गर्नु न उसिन्छन् त मिलाउन उसिन्छन् ए ल तपाईँको आलु आलु होइन यो यता प्याज लु गानु छिटो गानु छिटो ल राख्नु कि राख्नु न त रेडी नै आउने खान्छु अरे भाइ ल भएन बिस्तारै गर्नुपर्छ अलिकति देखाएर उसलाई लगेर देखाउँ न भिडियो तातो खोर्सानी यहाँ होइन ल मेरो टप ल आमामा रिएक्सन पिरा मिठा हो आइज नि आउन यहाँ सुन्तला किन फ्यालेको सुन्तला यहाँ आउन यहाँ उसलाई खाने चाहिँ पानी ल यता हाने ल उसियो म पनि यहाँ ल मेरो टर्न है खोर्सानी मिठा भयो न चटपटे यति चम्चा खाएर पिराख्ने निर्विकाको टर्न बिस्तारै खेल्ने हो कि होइन उसिस कहाँ छ छैन त राख यताबाट ल्याउनु भएन नि त तरुल जस्तो लाग्दैन होइन रहेछ ए भयो त्यसरी होइन कागज तँ पनि गयो उसियो ल आन्टीबाट पनि छिटो खाएर राख्ने ती राख्नु न सबैलाई बाँड्ने भने होइन त्यही त ती राख्ने क्या खोर्सानी निर्विकाको आमा छोरालाई चटपटेसँग खोर्सानी त मजा भयो भने राख्नु ध्यान लड्डु नै आउँदैन के खाएर राखेको तर आलु यहाँ देख न भाइ तरकारी पुगिसक्यो त्यहाँ भिडियो बनाएर नजिक तीबाट ल आलु पर्यो है मेरो भाइले चाहिँ आलु खाऊ न बाफ हालेको खाऊ त्यहाँ बस मेरो के भनेको हालेर आउँछ जेली यहाँबाट च्याप्यान चाहिँ लु है गाइस राम्रो बिस्तारै इस्कुस अलिकति गुड ए म खाइदे के खानै पर्छ कि त्यस्तो नगर्ने खाने है अब नथुक्नु मैले पनि खाने खान्न त ल अब काँक्रा पर्यो भने त म किन बाँकी लु पर्ले जस्तो गाइस इस्कुस है आन्टी गाडीबाट आउँदा खानु मिठो हुन्छ म त केही पनि परेन खानु त काँक्रा जस्तो हुँदो रहेछ है रहेछ भाइ लड्डु तेरा लड्डु खाऊ केही छैन नि कपाल आन्टीबाट बोतलले गरेको होइन
यो भएन है ठिक छ यसले गर्नु लु लु पानीपुरीको झोल गर्नु मैले भन्ने कि मलाई पर्यो भने अलिकति खानु नभए राख्नु लागि ल ल ल लु हुस्से कि हुस्से छ हुस्से। ल पाइछ कम से कम सेफ त छु ऊ लड्डु खेलाउँदैछ फेरि खोर्सानी पर्छ होला भाइ कागती ल धोएर खाएर ल मेरो त ल एकछिन है प्याज राम्रो प्याज। आन्टी ल्याएर मलाई त गाइस मलाई मेरो प्याज बनाऊ खानी होइन चुस्ने प्याज के चुस्ने यार खानी हो खानी चबाउने अलिकति यो खानी। पनि त्यहाँ देखाएर कुद्यो हेर्नु भाइ केले घुमाउनु त आमा छोरीलाई एउटै एउटै गरेर फेरि ल है रेडी प्याज कलमै घुमेन प्याज त आमा काँक्रा ए होइन लाफिङ हो एउटा खाएर अर्को राख्ने ठिक छ नि मलाई त के अप्ठ्यारो निर्मित गर तिमी मलाई चाहिँ हट एन्ड स्पाइट अब त भर लास्टमा बाँधा राख्ने ए ल छ्या चटपटे चटपटे ल गर गर्नु आन्टी गाइज लाफिङ गरेको आलु आलु गाइस आलु खानु नै भएन आन्टीले कहिले पनि कपालै खान मन छ आलु यसो गरौँ न यो चाचाले सिद्ध्याउनुको लागि उजा लिएर आऊ त त्यो प्याज। फेस वास छ भनेको त्यो ठिक अब एकचोटि खाएको चिज निकालौँ न त त्यही गरौँ न मिठो भयो चटपटे अहिले राख न अब चाहिँ खोर्सानी कति निर्विका काँक्रा भाइ खेल्न लिएन हाम्रो नि उ चटपटे भाइ खा त्यहाँ बोर्न मोड यस्तै हो गेम भनेको यस्तो भयो यो भित्र खानु न कति अब भित्र मुखमा कति बाटो अब यहाँ होइन त चटपटे यसलाई त राम्रै मात्र गर्छ राम्रै मात्रै गरौँ लाफिङ ए लाफिङ हामीले पनि बिस्कुट बिस्किट आन्टी ल चटपटे निर्विका झोल 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 अब लाइन फिनिस गरौँ है टमाटर तपाईँको त कहाँ मस्तो खाना के भन्छ होइन ओ अन्त मिठो भइसक्यो खानी हो खाएको त केही पनि पाएन त आलु नै होइन त्यो त बाहिर पुगेको आलु भनिँदैन त अब बाहिर पुगेर भन्नु थाले कति खाइ बाई 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 सो विनर